उद्यमशीलका काममा बाख्रा पालन कुखुरा पालन चलाउ गाउँको नाम रैथानेको प्रयोग गरी कोदो फापर जौलाई रैथानेको नाम दिएको। पर्यावरणीय कृषि भनेको हाम्रो वरपर रहेको वातावरणलाई नबिगारिकन हावापानी माटो जङ्गल र सम्पूर्ण जीवजन्तुहरूको स्थितिलाई वातावरणलाई नबिगारिकन गरिने खेती प्रणाली चाहिँ मैले बुझेको छु। करेसाबारीको अवस्था भन्नुपर्दा पहिले धेरै नै कमजोर थियो। दिदीबहिनीहरूमा चेतना थिएन, करेसाबारी गर्नुपर्छ, तरकारीहरू लगाउनुपर्छ, खानुपर्छ भनेर त्यति चेतना थिएन। पहिला चाहिँ करेसाबारी चाहिँ पहिला थिएन। करेसाबारीमा गहुँहरू लाउने गरिन्थ्यो। हामीले पहिला तरकारीहरू लगाए तापनि व्यवस्थित तरिकाले लगाउन सिकेका थिएनौँ। साहस नेपाल आएदेखि हामीले विभिन्न कुराहरू तालिमहरू गोष्ठीहरूमा सिकेदेखि मिश्रित खेतीहरू लगाउने, त्यसमाथि पनि जीवित बारहरू रोप्ने, किबिटार हालेर हामीले त्यो माथिबाट व्यवस्थापन गरेर मजाले त्यो आफ्नो तरकारीहरू लगाउने एकदमै राम्रो व्यवस्थापन गर्न सकेको छौँ। पर्यावरणीय कृषिका अभ्यासहरू हामीले समूहमा बैठक बसेर सम्पूर्ण सदस्यहरू एकै ठाउँमा जम्मा भएर हामीले कुनै पनि कुरा सिकाउनुभन्दा अगाडि हामीलाई तालिमहरू उपलब्ध हुन्छ। हामीले तालिममा सिकेअनुसार ती सिकाउँछौँ। जब यो पर्यावरणीय कृषि एग्रो इकोलोजीद्वारा यो समूह गठन भयो अनि त्यसपछि सम्पूर्ण दिदीबहिनीहरू एकत्रित भएर समूहमा बस्न थाल्नुभयो। हरेक कुराहरू छलफल गर्दै जाँदा हाम्रो स्वास्थ्यलाई फाइदा गर्ने तरकारीहरू लगाउनुपर्छ, दैनिक रूपमा उपभोग गर्नुपर्छ। अब हामीले यसरी बारीहरूमा विभिन्न जातको तरकारीहरू लाएर उत्पादन गर्ने गरेका छौँ। साहस नेपालसँगको समन्वय र साझेदारीमा हाम्रो पालिकामा सन् 2022 देखि 2025 सम्म झन्डै 30 महिना हामीले चाहिँ पर्यावरणीय कृषिद्वारा साना किसानहरूको खाद्य सुरक्षा तथा पोषण सुधार परियोजना लागू भयो। यो परियोजना मार्फत सुरुमै हामीले चाहिँ यो परियोजना कसरी लागू गर्ने, कहाँबाट लागू गर्ने भन्ने विषयमा चाहिँ एउटा छलफल भएको थियो। त्यो छलफलमा चाहिँ मैले समाजमा पछाडि परेका र वञ्चितीकरण परेका समुदायहरूको विरुद्ध हितका निम्ति र उनीहरूको संलग्नता र सहभागितामा यस्ता कार्यक्रमहरूलाई अगाडि बढाउनुपर्छ भनेर हामीले चाहिँ एउटा परियोजनाको क्षेत्र निर्धारण गऱ्यौँ। वडा नम्बर 2 र 1 विशेष गरी दलित समुदायको बाहुल्यता भएको जुन कार्यक्रम अन्तर्गत अधिकांश दलित समुदायको सहभागिता, त्यसपछि जनजाति र 11% जस्तो तपाईँ खस आर्यको संलग्नतामा यो परियोजना सञ्चालन भयो। अहिले महिलाहरू समुदायमा सक्रियतापूर्वक सहभागी भएर तपाईँको चाहिँ पर्यावरणीय कृषिमा लागेको आफ्नो उत्पादनको वृद्धि गरेर बजारसम्म पुर्याउने गरेको, त्यसका साथसाथै त्यो कार्यक्रमबाट अरू महिलाहरूमा पनि त्यसको प्रभाव परेर तपाईँको चाहिँ अहिले दुर्गम बस्तीहरूमा, ग्रामीण बस्तीहरूमा त्यो कृषिप्रतिको एउटा चाहिँ आकर्षण बढेको छ र त्यसले चाहिँ यो कार्यक्रमबाट ठुलो प्रतिफल प्राप्त भएको हामीले अनुभूति गरेका छौँ। हाम्रो बारीमा अहिले लसुनहरू छ, प्याजहरू छ, धनियाँहरू छ, आलुहरू छ, त्यसपछि सिमीहरू लगाएका छौँ, गाजर छ, अलिअलि मटरहरू छ अनि मकैहरू पनि सँगसँगै रोपेका छौँ। हाम्रो घर बगैँचामा भएको केही सागपातहरूद्वारा घर मात्र नध्यानेर हाम्रो चाहिँ सानो व्यवसाय होटल पनि छ। त्यो होटलमा हामीले चाहिँ आफ्नै घरमा उत्पादन गरेको, आफ्नै बगैँचामा उत्पादन गरेको तरकारीहरू युज गरेका छौँ, जसले चाहिँ एकदम शक्ति बल दिने गर्दछ। लगायत मेरो बच्चाहरू पनि हाम्रो करेसाबारीमा भएको अर्ग्यानिक सागपातले गर्दा स्वस्थ नै रहेका छन्। यसै गरी हामीले समूहमा खेतबारीमा लागेका रोग किराहरू नियन्त्रण गर्नको लागि हाम्रै गाउँमा पाइने तितो, अमिलो, टर्रो वनस्पतिहरू काटेर कुटेर अनि ड्रममा राखेर विषादी बनाएर हामीले करेसाबारीमा प्रयोग गर्ने गरेका छौँ। त्यो विषादी एउटा विषको रूपमा मात्रै प्रयोग नभएर सिँचाइको रूपमा, मलको रूपमा अनि त्यो विषादी प्रयोग गर्दा माटोले पनि उर्वरा शक्ति बढ्ने भएको कारणले गर्दा हामी आफ्नै वनस्पतिबाट विषादीहरू बनाएका छौँ। साहस नेपालले पर्यावरणीय कृषिको अभ्यासहरू गर्दै गर्दा
गैडौला पालन पनि गर्नुपर्छ, यसले रासायनिक मल बराबरको कामहरू गर्छ भनेर सरहरूको सल्लाह अनुसार गैडौला पालनको लागि ठाउँ पनि निर्माण भयो र त्यसरी गोबरहरू हाल्दै गर्दा 3-4 महिनाको 4-5 महिनाको धेरै राम्रो मल हुने रहेछ। अब त्यो मलहरू थोरै हाले पनि बिरुवामा धेरै लाग्ने र त्यसबाट रोग किराहरू अथवा हाम्रो मानव स्वास्थ्यलाई पनि असर नपर्ने रहेछ भन्ने चाहिँ त्यहाँबाट ठुलो पाठ सिकाइ भयो र अहिले मैले पनि प्रयोग गरिरहेको छु र अरूजनाले पनि थप गर्दै हुनुहुन्छ। मैले यो वर्ष मात्रै 6000 को गैडौलाहरू चाहिँ बिक्री वितरण गरेको छु। यो गैडौला पालनले आर्थिक रूपमा पनि हामी किसानहरूलाई सहयोग सहायता गर्छ भन्ने महसुस चाहिँ हामीलाई भएको छ। मेरो घर बगैँचामा चाहिँ मैले कृषि मात्र नभएर मौरी पालन, कुखुरा पालन, बाख्रा पालन, गाई पालन लगायत यी सबैहरू गरिरहेको छु र मेरो करेसाबारीमा फलफुलका बोटहरू पनि लगाइरहेको छु। यसै गरी दिदीबहिनीहरू मिटिङ बस्दै गर्दा लोप भएका रैथाने बालीहरू जस्तै कोदो, फापर, रैथाने बालीलाई लोप दिनु हुँदैन भनेर निर्णय गरेर नै त्यो निर्णय अनुसार नै गर्ने गरेका छौँ। बिउ ब्याङ्क लो भएको बिउ अब खोइन जाँदाखेरि हामीलाई धेरै समय लाग्ने भयो। त्यही भएर बिउ ब्याङ्कमा ल्याउँदाखेरि हामीलाई सहज हुने भयो कि बिउ ब्याङ्कमा जुनसुकै बिउ पनि हाम्रो लो भएको बिउ जुगाएर राख्नु भएको छ दिदीबहिनीहरूले भनेर किन्न पनि सजिलो र लिन पनि सजिलो अनि दिन पनि सजिलो। त्यो भएर हामीले बिउ ब्याङ्क खोलेको हौँ। हामीले पहिला आफ्नो परिचय दिन पनि सक्ने थिएनौँ। समूहका सम्पूर्ण सदस्यहरू 2-4 शब्दहरू बोल्नै पनि धक लाग्ने, डर लाग्ने, आफ्नो परिचय दिन नसक्ने सदस्यहरू थियौँ। अनि साहस नेपाल आएदेखि विभिन्न तालिमहरूमा सहभागी भएदेखि आफ्नो परिचय दिन सक्ने भएका छौँ। मेरो क्षमता विकासमा चाहिँ राम्रो परिवर्तन भएको छ। पहिले अब गाउँघरमा बस्दाखेरि आफ्नै ठाउँको अध्यक्षहरूसँग, वडा अध्यक्षहरूसँग, उपाध्यक्षहरूसँग आफ्नो समस्यालाई भन्न नसक्ने, अहिले अब आफूसहित गाउँका दिदीबहिनीहरूलाई लिएर पनि हामीले आफ्नो समस्या उहाँहरूसम्म पुर्याउनु पर्छ। त्यो समस्याको लागि उहाँहरूले कुनै योजना तयार पार्नुहुन्छ र हामीलाई राम्रो हुन्छ भन्ने कुराहरू पनि वृद्धि भयो। यो कार्यक्रम मार्फत हामीलाई नीति निर्माणदेखि लिएर तपाईँको चाहिँ कार्यक्रम र बजेट निर्माणमा समेत एक खालको चाहिँ हामीलाई आँखा खोलेको छ। हामीले पनि यो कार्यक्रमलाई जो अहिले 10वटा समूह छन् यी समूहलाई नै हामीले कसरी तपाईँको चाहिँ उनीहरूको जुन खालको अहिले लगाव छ त्यो लगावलाई बढावा दिन गरेर हामी यो वर्षको नीति तथा कार्यक्रम पनि तर्जुमा गर्छौँ। साहस नेपाल एग्रो इकोलोजी परियोजनालाई म विशेष गरी हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। किनभने दलित, विपन्न, अपाङ्ग, एकल महिलाहरूलाई लिएर जुन यो संस्थाले समूह गठन गरेर राज्यका नजरहरू, सोचहरू नपुगेको ठाउँमा जुन यो संस्थाले पुगेर जुन यो कामहरू गर्ने कोसिस गरिरहेको छ यो एकदमै राम्रो छ। हाम्रो यो भावी पुस्तौँसम्म यसलाई फाइदा गर्नेछ। सम्पूर्ण संस्था परिवारलाई मेरो तर्फबाट धन्यवाद।